नमस्ते साथीहरू। आज म श्वेत गङ्गाको एनालाइसिस गर्न गइरहेको छु। हेरौँ है त। अस्ति यो गत बिहिबार मार्च 20 मा जुन हाम्रो क्यान्डल बनाएको छ, यो एउटा माथि बढ्ला कि भन्ने जस्तो हरियो क्यान्डल बनाएको छ। यस्तो किन बनाएको छ त भन्ने हामी आज यसको डायग्नोस गरौँ, त्यसपछि एनालाइज गरौँ र के कन्फर्म गर्न सकिन्छ भनेर बुझौँ है त। ओके, यहाँ हेर्नु त, अस्ति नै यसले 25,000 किताको कारोबार टोटल गरेर रहेछ। 25,000 किताको कारोबार गरेर रहेछ र ग्रिन क्यान्डल बनाएर देखाएको रहेछ हैन त। अब हेरौँ त यसको के भएको रहेछ। अब यहाँनिर हामीले हेर्दाखेरि पहिले सुरु हामी कतिमा छौँ त, एक दिनमा छौँ। यसलाई म 3 दिनमा लिएर जान्छु। थ्री डेजको क्यान्डल यस्तो प्रकारले देखियो हाम्रो। म यसको पहिले स्ट्रक्चर म्यापिङ गर्छु। स्ट्रक्चर म्यापिङ गरिसकेपछि अनि म यहाँ के भएको रहेछ भन्ने कुरा तपाईँहरूलाई भन्छु है त। स्ट्रक्चर म्यापिङ गर्दाखेरि ओके, सन्डे यो कुनै बेला यो यहाँबाट बढाएको थियो, यहाँ गयो, एकैचोटि तल आयो, हायर हाई बनायो, लोवर पोइन्ट यो हो, त्यसपछिको हायर हाई एकैचोटि यो हो, यो चाहिँ तपाईँलाई लो भयो र यो हाई पोइन्ट भयो है त। यतिको भएको छ हाम्रो। अब यो लो कतिखेर कन्फर्म भयो त भन्दाखेरि जब यहाँ बस भयो, यो बस हुने बित्तिकै लोवर लो कन्फर्म भयो हाम्रो। सो म यहाँनिर एउटा केही चिन्ह लगाउने कोसिस गरिदिन्छु है त। ओके, यो लो भयो, त्यही हिसाबले यो हाई भएको थियो हाम्रो। हाई कतिखेर त इन्ड्युसमेन्ट लिएपछि यहाँनिर इन्ड्युसमेन्ट पनि लिएको छ हैन। सो मैले यसलाई हाई कन्फर्म गरिदिएँ। त्यसपछि यहाँनिर जाँदाखेरि यो लो कसरी कन्फर्म भयो त भन्दाखेरि, किन भन्दाखेरि यहाँनिर ब्रेक अफ स्ट्रक्चर बस भइसकेको छ। बस हुने बित्तिकै के भयो त भन्दाखेरि यो लो पोइन्ट कन्फर्म भयो। योदेखि यो पोइन्टसम्ममा लोएस्ट पोइन्ट जुन हो त्यो चाहिँ लोएस्ट पोइन्ट हुन्छ। कतिखेर हुन्छ भन्दाखेरि जब यहाँबाट मुभ आइसकेपछि यो पोइन्टभन्दा माथि जाने बित्तिकै बस हुन्छ। यहाँनिर ब्रेक अफ स्ट्रक्चर भनिन्छ है त। म यसलाई लेखि पनि दिन्छु, नो डाउट। यसलाई मेटिदिउँ। ओके, अब हामी यतैतिर जान्छौँ, त्यही भएर म यसलाई लेखिदिँदैछु। यहाँ बस लेखिदिएँ मैले हैन, देखिन्छ नि हैन, बस लेखेको देखिन्छ। यो लोवर लो भइहाल्यो। त्यसपछि जाउँ अब हामी यहाँ। अब यहाँनिर यो बस हुनको लागि त यो पोइन्ट माथि यहाँनिर बस हुनको लागि त यसले कतैबाट फिक्स रिभर्सल हान्नु पर्यो। रिभर्सल हानेर मैले भन्न खोजेको यस्तो, यो यसै कतैतिर जानु पर्यो, त्यसपछि फेरि यहाँ ठोकिनु पर्यो, अनि यहाँ बस भनेर लेख्थेँ र यो लोएस्ट पोइन्ट फिक्स हुन्छ। अहिले त लोएस्ट पोइन्ट फिक्स भएको छैन हामीहरूको, त्यही भएर हेरौँ के हुन्छ। लोएस्ट पोइन्ट कहाँ हुनसक्छ, कतिखेर रिभर्सल हुनसक्छ, कुन पोइन्टसम्म यसको जाने हो भन्ने कुरा चाहिँ हामी अहिले नै हेरिहालौँ है त। ओके, 3 डेज अनुसारको स्ट्रक्चर म्यापिङ हामीले गरिसकेका छौँ। यसैलाई 1 डे पनि गऱ्यो भने आखिरमा 1 डे 1 आवरमा गऱ्यो भने हाई र लो पोइन्ट चाहिँ एउटै नै हुन्छ होइन। त्यही भएर मैले खासै यसलाई अब 1 डेमा र 1 आवरमा पनि स्ट्रक्चर म्याप नगरे पनि हुन्छ। हाइएस्ट पोइन्ट त यही हो नि, जे भए पनि होइन। लोएस्ट पोइन्ट पनि यही हो, हाई पोइन्ट पनि यही हो। स्ट्रक्चर म्यापिङ अलमोस्ट ठिक छ। अब यहाँदेखि चाहिँ हामी यतातिर माइक्रो एनालाइसिस गर्छौँ। जस्तो मैले कहाँदेखि भनेको भने यहाँदेखि यो लो पोइन्टदेखिको यतातिर माइक्रो लेभलसम्म हामी जान्छौँ। त्यतिखेर हेर्छौँ कि के भएको छ यहाँनिर। ओके, अब जाउँ। अब यो पोइन्टदेखि यहाँसम्मको हो। मैले यसलाई यहाँनिर चिन्ह लगाएर राख्दिएँ र यो छोड्दै यसलाई चाहिँ हटाइदिएँ ल फिलहाल। अहिले यो ब्रेकअप स्ट्रक्चर चाहिँ होस्, यसले काम लाग्छ। यो पनि अहिले पोसिबल ब्रेकअप स्ट्रक्चर हुने ठाउँ, अहिले केही दिनमा आउने ब्रेकअप स्ट्रक्चर हुने चाहिँ ठाउँ यही हो। तर कहिले हुन्छ भन्ने कुरालाई चाहिँ मैले राखेको मात्रै हो। अब जाउँ हामी 3 दिन छ। 3 दिनमा हेर्दाखेरि सरसर्ती हामी अब एपिजी, अर्डर ब्लक, आइडिएमहरू सबै हेरौँ। आइडिएम हेर्नको लागि त लोएस्ट टाइम फ्रेममै जाउँ हामी होइन। पहिले सुरु आइडिएम बनाउनुपर्छ। 1H
ओके 1 आवरमा गयौँ होइन, सरी यो होइन। ओके 1 आवरमा जाने बित्तिकै हेर्दाखेरि अघिको हाम्रो लोएस्ट पोइन्ट कहाँ छ, यहाँ छ, यहाँदेखिको यहाँसम्म हाइएस्ट पोइन्ट छ नि होइन। अब यहाँनिरको पहिलो पुलब्याक आइडियम हो, यो हाइएस्ट पोइन्टको पहिलो पुलब्याक हो। फेरि यो पनि भन्नु होला तर होइन, यो इन्टरनल पुलब्याक हो। इन्टरनल आइडियम लिन सकिन्छ तर एक्सटर्नल नजिकै छ, त्यही भएर हामीले एक्सटर्नल मात्रै लिन्छौँ। आइडियम आइएनडी भनेको इन्ड्युसमेन्ट भनेको आइडियम भन्दा पनि भयो, आइएनडीले भन्दा पनि भयो, इन्ड्युसमेन्ट हो। अब त्यसपछि हाम्रो फर्मुला एकदम सिम्पल के थियो भने एसएमसीले के भन्छ भने यसपछिको पहिलो पुलब्याकमा जुन अर्डर ब्लक र एपिजी छ त्यसले छोएर जान्छ भनेर भन्छ। तर यो छोएर जान्छ भनिन्छ, तर हामीले त्योभन्दा अगाडि तल के त्यस्तो अर्डर ब्लक र एपिजीहरू छ कि नै भनेर त्यो पनि त हेर्नु पऱ्यो। यहाँ त टन्नै छ, यहाँ हेर्नु त यहाँ मजाले छ, यहाँ पनि छ। त्यही भएर हामीले त्यो कन्फर्म गरेर त्यो हेरिहाल्नु जरुरी हुन्छ बिफोर कन्फर्मेसन। अब यहाँनिर हेर्दा त पहिलो पुलब्याक त यहाँदेखि यहाँसम्म यो देखियो, यहाँनिर छ त, यहाँ छ हेर्नु त, यहाँ छ, यहाँ छ एफबिजी र अर्डर ब्लक यहाँ छ, भेटेँ मैले। हेरौँ है त, यो एफबिजी होइन त, यो एफबिजीलाई त्यतिखेर छोएर गइसकेको रहेछ। सो यो काम लागेन, अब छैन। एफबिजी नै नभएपछि अर्डर ब्लक बन्दै बन्दैन क्या। एफबिजीको त तल अर्डर ब्लक हुन्छ, एफबिजी नै मिटिगेट भइसकेपछि त अर्डर ब्लक कसरी भन्ने त्यसलाई। अब यहाँ जाउँ त फटाफट, यहाँ पनि छ पुलब्याकमा छैन पनि यो, सरी यो पुलब्याकभन्दा माथि छ, यहाँ आउनुपर्ने छ, यहाँ राम्रो छ। यहाँ हेर्नुहोस् त, यहाँनिर छ एफबिजी, यहाँनिर अर्डर ब्लक हो। पहिलो यहाँनिर सानो चुस्सो परेको यहाँनिर देखाएको थिएँ मैले, सानो पहिलो यहाँ थियो, यो मिटिगेट भइहाल्यो। दोस्रो यहाँ छ, तेस्रो यहाँ छ, यहाँनिर खाली छ नि त। अनि यो क्यान्डल, यो क्यान्डल, यो क्यान्डल, यो क्यान्डल यहाँ छ भनेपछि अब हाम्रो एसएमसीले के भन्छ भन्दाखेरि कि त हामीले पहिलो नै म्यापिङ गरौँ र पहिलोपट्टै यहाँ ठोकिन्छ रिभर्स भएर जान्छ, त्यतिखेर हामीले मिटिगेट गर्ने र हेर्ने हो भने त यहाँ ठोकेर गएर यो अर्डर एफबिजी माथिको भइहाल्यो, यो अर्डर ब्लकलाई छोएर माथि गएको हो नि त, जान त गएकै हो। तर यसले थिएन किन भन्दै पोइन्ट अफ इन्ट्रेस्ट तल छ, यहाँनिर छ। त्यही भएर हामीले अनि यो बिचमा बनेको एसएमसीले के भन्छ नि, कि त फर्स्टको लिने कि त लास्टको लिने, बिचहरूको नलिने है। त्यही भएर मैले बिचलाई कन्सिडर गरिनँ र उडाइदिइहालेँ है त। अब लास्टमा छ, यहाँनिर के भएको थियो त, योभन्दा अगाडि तपाईँलाई यो त 1 आवरको मात्रै देखाएर त भएन नि भने म त ओके यहाँबाट झन् सजिलो हुन्थ्यो। एपिजी यहाँ थियो 1 आवरमा त एपिजी देखिएको थियो त, किन आएन? होइन र, यहाँनिर यहाँ थियो 1 आवरमा अर्डर ब्लक यहाँ थियो होइन, यहाँ छोएर अनि माथि गइदिएको थियो नि त। 1 आवरमा त यसले मिटिगेट गरिसकेको थियो भनेपछि यो यहाँ हेर्ने हो, यहाँ हेरिसकेपछि कन्फर्म चाहिँ कतिखेर हुन्छ, सरी यसलाई अलिक ठुलो बनाइहालौँ। हामीले 1 डे, त्यही भएर हामीले फ्र्याक्चुअल नेचर हेर्नुपर्छ भने एकदम जरुरी छ। 3 डेजको अनुसारले हामीले स्ट्रक्चर म्यापिङ गरी 1 डेको अनुसारले हामी एबिजी र अर्डर ब्लक हेर्दैछौँ। 3 आवरमा यदि त्यो भ्यालिड छ भने, सरी 1 आवरमा यदि त्यो भ्यालिड छ भने हामी अर्डर लिने गर्छौँ। अब यहाँ भयो के भन्दाखेरि 1 डेमा त देखियो, 1 आवरमा जाँदाखेरि त्यो त मिटिगेट भइसकेको छ, काम लाग्यो त। अब यो इन्ट्राडेमा त सकिसकेको रहेछ त होइन, कामै लागेन नि। त्यही भएर हामी लास्टमा जाउँ। हामीले अर्डर ब्लक एपिजी दुइटै हामीले कहाँ कहाँको हेऱ्यौँ भन्दाखेरि यहाँदेखि यहाँसम्मको पुल ब्याकमा हेऱ्यौँ होइन, यहाँदेखि यहाँसम्मको पुल ब्याकलाई हेऱ्यौँ, यहाँदेखि यहाँसम्मको सरी यहाँदेखि यहाँसम्मको पुल ब्याकलाई हेर्नेवाला छौँ। यो चाहिँ यो पनि हेरिसक्यौँ, यो पनि हेरिसक्यौँ होइन। अब यो चाहिँ हेर्दाखेरि के हुन्छ भने यहाँ त 1 आवरमा मिटिगेट भइसकेको रहेछ, यो एपिजी अर्डर ब्लक त्यही भएर काम लागेन, यो मिडलको कामै लागेन, लास्टको हामी हेर्न गइरहेछौँ है त साथी, हेर्दैछौँ।
यो एडभान्स अर्डर ब्लक यहाँनिर देखिएको छ। एडभान्स अर्डर ब्लक भनेको कस्तो भन्दाखेरि सेलिङ क्यान्डलको बिच लगातार झरेको, कुनै पनि हरियो क्यान्डल नभएको लगातार झरेको छ भने यो फर्स्ट जुन यो क्यान्डलमा फर्स्ट क्यान्डल जुन छ त्यो क्यान्डलको विक पुरै लिने के त्यो विक यतापट्टि कुनै पनि एफबिजीमा टच भएको छ कि छैन भन्ने कुरा हामीले हेर्नुपर्छ। अब यसो हेर्दाखेरि त यो एफबिजी त यहीँ छ, एफबिजी त यहाँ देखिन्छ, यसको विकले यहाँ टच पनि गरेको छ, अन्त सामान्य टच भएको छ नि। यदि यस्तो खण्डमा हामीले यसको विकको स्टार्टिङ पोइन्टदेखि एफबिजीको माथिल्लो पोइन्टसम्म पुरै लिइदिने, यहाँ एफबिजी अर्डर ब्लक दुईवटा आइपुग्छ, बुझ्नुभयो। योभन्दा तलको एकछिन हामीले छोडिदिउँ र यसो हेर्दाखेरि त हामीले यहाँनिर मिटिगेटै भइसकेको छ कि यो रिभर्सल पोइन्टै हो जस्तो देखियो। यो त यो रातो क्यान्डल जुन छ तल क्लोज भएको छैन, तपाईँले हेर्नु है त, माथि क्लोज भएको छ होइन, माथि क्लोज भएको छ, त्यो भनेपछि तलबाट ओपन भएर माथि क्लोज भइदिएको छ। यो रिभर्सल पोइन्ट हुनसक्छ। अब अर्को सानो कुरा के बाँकी छ भन्दाखेरि यहाँनिर भोल्युम इम्ब्यालेन्स पनि छ। यो भोल्युम इम्ब्यालेन्स नेपालको कन्टेक्स्टमा धेरै इम्पोर्टेन्ट, त्यही भएर म यसलाई कन्सिडर चाहिँ गर्छु। सो दुईवटा कुरा हामीले हेर्नु पऱ्यो, एउटा एडभान्स अर्डर ब्लक र यो चाहिँ केमा भयो भन्दाखेरि 1 डेको बेसमा यो भयो। अब हामी जाउँ, कन्फर्मेसन त 1 आवरमै गर्नुपर्ने होला नि त होइन, 1H ओके 1 आवरलाई हेरौँ त। अब 1 आवरमा एडभान्स अर्डर ब्लक छैन, त्यही भएर रिफाइन गरौँ। रिफाइन गर्दाखेरि के भयो भन्दाखेरि यसलाई अब एकछिन हटाइदिउँ, यसलाई एकछिन म यसलाई पनि हटाइदिउँ। अब यो क्यान्डलदेखि माथि यहाँभन्दा तल त छँदै छैन कि सबै मिटिकेट भइसकेको छ। यो क्यान्डलदेखि माथि हेरौँ, यो क्यान्डल यो भित्रको इन्टरनल 3वटा, 1 2 3वटा इन्टरनल, यो र यो भनेपछि एफबिजी कहाँ छ त, यहाँदेखि यहाँसम्म छ। अर्डर ब्लक कहाँ छ त, यहाँ छ। अघिको भोल्युम इम्ब्यालेन्स पनि यही भित्र पर्यो, हेर्नु त यही भित्र पर्यो। अब त्यसपछि अब हामीले हेर्नु पऱ्यो भने त के हेर्नु पऱ्यो, हामीले एफबिजी र अर्डर ब्लक हामीले रिफाइन गरेर 1 आवरमा ल्याइसकेपछि हामीले 3वटा पोइन्टलाई कन्सिडर गर्छौँ। मैले यदि आजको दिनमा ट्रेड गर्नु पऱ्यो 3वटा पोइन्टलाई कन्सिडर गर्छु। एउटा एफबिजी यहाँदेखि यहाँसम्मको एफबिजीको लागि एउटा पोइन्ट जसको हो 182 को एउटा पोइन्टलाई कन्सिडर गर्छु। त्यसपछि अर्को आउँछ भोल्युम इम्ब्यालेन्सको मिड पोइन्ट जो 475, त्यसपछि अर्को आउँछ एन्ड लास्टमा आउँछ तपाईँलाई 465। यतिलाई म कन्सिडर गर्छु र ट्रेड अगाडि बढाउने कोसिस गर्छु। अब ट्रेड 3वटा ठाउँबाट लगाउन सक्यो, अनि त्यसपछि हामी एकचोटि के गरौँ, फिबोनाकीलाई फेरि मजाले सेट गरौँ र हेरौँ। हामीले लोएस्ट पोइन्ट यो हेऱ्यौँ, एउटा लोएस्ट पोइन्ट यो हो भने हामी फिबोनाकी एक्सटेन्सन हेर्छौँ है त। हामी एक्सटेन्सनमा हामीले टार्गेट सेट गर्न मिल्छ। हामीले एक्चुअलीमा टार्गेट सेट गरिरहेको छौँ, मानौँ 1 2 3वटा पोइन्टबाट किनिरहेको छौँ भने हाम्रो डब्लुएससिसी हेरौँ, त्यसपछि म तपाईँलाई त अझै क्लियर हुन्छ ल। डब्लुएससिसी हेर्दाखेरि त हामीले फेस भ्यालु 100 राखौँ, त्यसै त्यो परेन त सरी मैले त्यतिकै राखेँ त। सेकेन्डरी मानौँ एकचोटिमा म 100 क्वान्टिटी लिँदैछु, 100 क्वान्टिटी लिएँ, रेट 481मा एकचोटि मैले भनेको थिएँ 481, त्यसपछि सेकेन्ड फेरि जोडौँ 100 नै राख्छु म, बढाउनु भयो भने बेस्ट पार्ट हुन्छ है। त्यसपछि 475 त्यसै एउटा चाहिँ हामीले भने चाहिँ एक्सट्रिम पोइन्टमा भनेको थिएँ मैले 100 नै राख्नु, बढाउनु सकभर लास्टमा चाहिँ धेरै नै लिएको राम्रो। पिरामिड स्टाइलमा लिने क्या, थोरै धेरै गरेर लिँदाखेरि बेस्ट हुन्छ। 465 बजेटलाई पनि ध्यान चाहिँ गर्नै पऱ्यो नि त होइन, क्यालकुलेट गर्दा 475 हाम्रो एन्डमा हुँदो रहेछ होइन, 475 हामीहरूको हुँदो रहेछ भनेपछि अब फिबोनाकी लागेको भने हामी लगायौँ भने के हुन्छ त, सरी ओके फिबोनाकी हामी लगाउँ त। अब एक्सटेन्सन लगाउँला, टार्गेट सेट गर्नुपर्ने छ हामीले। अब फिबोनाकी एक्सटेन्सन 75 कहाँ छ, ओके यतातिरसम्म हेर्छ। सो यहाँबाट हामीले सिधै तान्यौँ, हाइएस्ट पोइन्ट यो हो र तानेर हामी 75 मा लान्छौँ ल, 75 यो भनेपछि हेर्नु त यो बस भएको ठाउँमा लगभग यो यहाँ आएको छ होइन, यो देख्यो नि त होइन, म्याक्सिमम टार्गेट लिमिट यहाँसम्म
यो या यो टार्गेट 1 टार्गेट 2 है त, यो टार्गेट 1 टार्गेट 2 त्यो राख्न सकिन्छ। यो फिबोनाकीले यति भन्यो। अब हामी त्यत्रो अलिअलि पढि नै सकेको छौँ भनेपछि यो पनि त हेर्नु पऱ्यो। यहाँनिर पिओआईहरू कहाँ छ? एउटा पिओआई यहाँ छ, यो एउटा पिओआई हुनसक्छ, यो एउटा पिओआई हुनसक्छ। सो हामीले एसएमसीबाट हेर्नु पऱ्यो भने चाहिँ सेम योभन्दा अलिकता तल यो, अलिकता तल यो, फर्स्ट टार्गेट सेकेन्ड टार्गेट हामीले त्यसरी राख्ने है त साथीहरू। बुझ्नुभयो नि? लगभग हामीले टार्गेट सेट पनि यसरी गर्न सक्छौँ। अब लास्ट टार्गेट पनि सेट गरेर हेऱ्यौँ हामीले, टार्गेट कतिको हुन्छ भने पोइन्ट पनि हेरौँ त। टार्गेट सेट पोइन्ट कतिमा हुँदो रहेछ त भन्दाखेरि यहाँदेखि स्टप लस चाहिँ योभन्दा तल अलिकता राख्नु है, अथवा यहाँ राखेछौँ योभन्दा तल राख्नु, थोरै नै धेरै राख्नु पर्दैन। त्योभन्दा तल भने बन्द गर्ने। अब हामीले तपाईँको हिसाबले जहाँ राख्नुहोस्, यहाँ राखे पनि भयो। यति नै राख्दाखेरि पनि 155 पोइन्ट्स हो, विच इज सुपर। यो यहाँ पुग्न सायद 1.5-2 महिना लाग्छ होला, तर यहाँ पुगिहाल्छ यो तपाईँले किन्ने ठाउँ। अब लास्टली म एउटा कुरा के एड गर्न चाहन्छु भने तपाईँहरूलाई, अब यत्रो कुरा हेरिसकेपछि यहाँनिर रिभर्सल क्यान्डलहरू हेर्ने क्या। यही पोइन्टमा रिभर्सल क्यान्डलहरू भेटिन्छ, जस्तै ठुलो लङ लेग डोजीहरू भेट्न सक्छ होइन, माराबाजु क्यान्डल हुनसक्छ, इन्भल्भिङहरू हुनसक्छ स्ट्रङ। सो त्यो क्यान्डलहरू खोज्ने हामीले यहाँनिर। त्यो क्यान्डल खोजिसकेपछि लगभग त्यसमा चाहिँ हामी एकदमै कन्फर्म हुन्छौँ, त्यसमा ध्यान दिनु होला। र यो त्यो त्यति बेला ठ्याक्कै हाम्रो भोल्युम के थियो भन्ने कुरा पनि हामीले ध्यान दिनुपर्छ। जस्तै यहाँनिर हाम्रो अब होल्डिङमा हेरौँ न त के रहेछ भएको होला। होल्डिङ पनि हामी 2 मिनटमा हेरि नै हाल्छौँ। यसलाई 1 डेमा सारिदिउँ, यसलाई यो पोइन्टमा 1 डेमा सर्यो होइन, 1 डेमा सर्यो। हामीले यहाँनिर किन्ने भने विचार गऱ्यौँ, म यसको होल्डिङ पनि हेरिहालौँ है त, होल्डिङ के रहेछ त। हामीले कन्फर्म गर्ने विभिन्न मेथडहरू हुन्छ, त्यो मेथड त लगाउनै पऱ्यो नि होइन। एसजिएचसी होइन, एसजिएचसी स्वेट गङ्गा। हामीले लास्ट ट्रेडिङ विकमा कति भएको रहेछ त्यसको हेर्नु त। त्यो रिभर्सल मात्रै भएर यहाँ त्यत्तिकै एउटा क्यान्डल बढाएर त भएन, हाम्रो त अझै तल मागि छ। एउटा पोइन्ट यो, 2टा पोइन्ट, 3टा पोइन्ट म्याक्सिमम लिमिटमा जान सक्छ। त्यही भएर यहाँ भोल्युम देखाएको छैन, भोल्युम देखिनु पऱ्यो क्या, बाइकको देख्नु पऱ्यो, होल्डिङ छैन हेर्नु त। तर एउटा राम्रो कुरा चाहिँ के हो भने 4000 यहाँ लगभग छ होइन। अनि यता सेलर चाहिँ कति देखिन्छ भने 7000 देखिन्छ, 448 लगभग एउटैले किन्यो भने त 8 आजको रिभर्सल पोइन्टतिर आइसक्यो। यानि कि के हुन्छ भने भोल्युम होल्डिङ र सेलिङ, होल्डिङभन्दा अलिकता सेलिङ कम हुन थाल्यो भने, सेलिङभन्दा होल्डिङ अलिकता बढ्न थाल्यो भने हामीले के बुझ्नुपर्छ भने रिभर्सलतिर आउन लाग्यो है भन्ने बुझिन्छ। अब यहीँनिर कोही प्लेयरहरू छिर्छन् क्या, एकचोटि बढाउने फेरि तल झार्ने, अलिकता तल झार्छन् त्यसपछि बढ्न थाल्छ। यो हामीले त्यति चाहिँ कन्सिडर गर्नुपर्छ है साथीहरू। सो किन्दाखेरि राम्रो किन्नुहोस्, यो यसरी झरिरहेको बेलामा जसरी पनि नकिन्नुहोस्। यहाँ एकचोटि पुल ब्याक आयो किनिहाल्ने, यहाँ एउटा पुल ब्याक आयो किनिहाल्ने, फस्न सक्नुहुन्छ। यो यहीँबाट झरिहाल्छ, यो यहीँबाट झर्न सक्छ, यो यहीँबाट झर्न सक्छ। सो फिक्स पोइन्टहरूमा गएर किन्नु, जहाँ पनि किन्नु भने तपाईँहरू फस्नुहुन्छ है त साथीहरू। थ्याङ्क यू।